चाहिँ हामी मन्दिर जाँदैछौँ। कहाँको मन्दिर भन्दाखेरि वेस्ट भर्जिनियाको कहाँ न्यू वृन्दावन। अनि हामी चाहिँ रातको 4:30 चाहिँ यहाँबाट घरबाट निस्किसकेको छौँ। अहिले चाहिँ यसको टाइम मिलाएको रहेछ 5:30 भएछ। यहाँ हाम्रो अर्कै गाडी लगेको त्यसमा चाहिँ टाइम मिलाएको रहन्छ। पछाडि आमा हुनुहुन्छ, अर्को गाडीमा चाहिँ 4जना हुनुहुन्छ, हामी 3जना यहाँ छौँ। हेलो गाइस, अहिले चाहिँ ट्याक्कै उज्यालो भइसकेको छ। यहाँबाट चाहिँ सबै बाटोहरू छर्लङ्ग देखिसकेको छ। अहिले चाहिँ बिहानको 6:30 भइसकेको छ। हामी चाहिँ चुन्दै जाँदैछौँ। आमा चाहिँ पछाडि सुतिराख्नु भएको छ। हाम्रो अर्को गाडीमा चाहिँ हुनुहुन्छ कान्छा कान्छी अनि नानी बुवा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ। हामी यहाँ पनि ज्येष्ठ नागरिक एकजना छौँ। अरू सबै एकजना जेन्जी, एकजना अलिक बुढो जेन्जी हो। गइरहेको छौँ। कतिखेर पुग्छौँ हामी देखाउँछौँ। यति बेला चाहिँ हामी बाहिरको भ्यू राम्रो देखिन्छ। भ्यू हेर्दै हेर्दै गइरहेको छौँ है त। कति राम्रो सिन छ। बाटो सलनानानानासम्म आनन्द आउँछ। के गर्नुभएको? केही नयाँ गरे जस्तो लाग्यो। हजुर अब चाहिँ हामी सुरुङभित्र पस्यौँ है गाइजहरू। हेर्नु है, अब हामी यो सुरुङबाट निस्किनै लाग्यौँ हो। यस्तो छ सुरुङ चाहिँ। ओ माई गॉड, निस्क्यौँ हामी। 17 Pro Max किनेको त मतलबै भएन त। झन् यहाँ DSLR क्यामेरा किन्न छोडी 17 Pro Max किनेको। हामी चाहिँ वृन्दावन आइपुग्न आँट्यौँ है गाइजहरू। यस्तो राम्रो भ्यू छ है गाइजहरू। Take your next right left onto Big Wheeling Creek Road, No Acres Drive. रोड जाऊ भन्थे। Take a slight left onto Big Wheeling Creek Road, No Acres Drive. खोलामा चाहिँ हाँस मारिरहेको छ। Sunrise. Loop Road. Then immediately turn left onto Guest House Loop Road. Guest House Loop Road. Then you'll take your first sharp right to stay on Guest House Loop Road. Turn left in the left line lane. Then you'll take your first left to
फाइनल्ली हामी चाहिँ वृन्दावन आइपुगिसकेका छौँ। अब हामी गाडी पार्किङ गर्न लागेको। अर्को गाडी चाहिँ हाम्रो अलि अगाडि हामीभन्दा अगाडि आइसकेको छ। अब हामी चाहिँ गाडी पार्किङ गर्न खोजिरहेको छौँ। मैले चाहिँ भाइ र बुवालाई देखिसकेको छु। भाइले यहाँ हाई भन्दै हुनुहुन्छ। अब चाहिँ हामी मन्दिरभित्र छिर्न खोजिरहेछौँ। यो चाहिँ रहेको छ वेस्ट भर्जिनियामा रहेको वृन्दावन। यो चाहिँ यति सुन्दर रहेछ। यहाँभित्र बस्दाखेरि एकदम आनन्द, पिसफुल, साँच्चै नै मन शान्त हुने रहेछ। हामी यहाँभित्र छिर्न खोजिरहेका छौँ। यहाँ रहेकी छिन् मेरी कान्छी देवरानी, यहाँ हुनुहुन्छ बुवा आमा। म चाहिँ यहाँ नक्कल पार्दैछु। आफ्नो पनि खिच्नु पऱ्यो नि त, होइन गाइज? आफ्नो चाहिँ भिडियो आउँदैन हो खिच्न थालेपछि। यहाँ हुनुहुन्छ मेरो पतिदेव। हेलो। पतिदेवले पनि एक मुस्कान छोडिदिनु भयो मलाई। देवर नाक कोट्याउँदै आउँदै हुनुहुन्छ। अब चाहिँ हामी भित्र छिर्ने लगभग अन्तिम तयारीमा छौँ। भित्रको यस्तो सुन्दर दृश्य मैले तपाईँलाई देखाइरहेको छु। मैले छोरीलाई हाई भन्न लगाइरहेको छु, मानिरहेकी छैनन्। अब चाहिँ बुवाले मन्दिर छेउमा गएर साष्टाङ्ग गर्नुभयो। अर्को खैरेले पनि गर्दै रहेछ। अब चाहिँ हामीले केही सामानहरू लगेको थियौँ दानपेटिकामा राख्नलाई। त्यो चाहिँ हामी दानपेटिकामा हाल्न भनेर गइरहेछौँ। बुवाले हाल्न खोजिराख्नु भएको छ। यहाँ चाहिँ म मन शान्त भएर एकदम सिद्ध मनले, सफा मनले आफ्नो मनमा लागेको कुराहरू मागिरहेको छु। यहाँहरूले देख्न सक्नुहुनेछ राधा कृष्णको मन्दिर। मैले चाहिँ मागिसकिसकेपछि यहाँ मन्दिर परिक्रमा गर्नलाई भिडियो बनाइदिनु न भनेर घुमिरहेको छु। भगवानको नाम पुकार्दै जप्दै हामी मन्दिरमा 3 फेरो लगाउँदै हिँडिरहेको छौँ। म यहाँ छु, मेरो श्रीमान पछाडि हुनुहुन्छ, अगाडि सबैजना। अनि यहाँ चाहिँ हामी भिडियो बनाउँदै अब हामी ब्याक हुँदैछौँ बाहिरतिर। त्यतिखेर हामीलाई साह्रै भोक लागिसकेको थियो। हामी केही खाउँ, हामीले लगेको थियौँ घरबाटै बनाएर चाम्रे लगेको थियौँ। हामी त्यही चाम्रे खाने भनेर, नानीलाई पनि खुवाउने भनेर बाहिर निस्क्यौँ। अब यो चाहिँ बाहिरको सिन रहेको छ। यतिखेर चाहिँ त्यो मन्दिरको रिपेयर गर्नुहुँदो रहेछ। त्यतिखेर जाँदाखेरि चाहिँ फुलहरू फुलेको थिएनन् र पनि हामीले रमाइलो मान्यौँ भगवानको मन्दिरमा गएपछि। त्यसै शान्त यहाँ यसरी बसेर पिकनिक खाँदैछौँ। ड्राई पिकनिक यहाँ चाहिँ मेरो रहेको छ। अनि यता चाहिँ बुइनी, यता कान्छीले चाहिँ खुवाउँदैछन् नानीलाई। के भन्दैछु इबाना? हेलो भन्नु न। अब चाहिँ हामी खानासाना खाएर फेरि मन्दिर परिक्रमा गर्नु नै थियो। हामीले सकेको थिएनौँ। मन्दिर घुमिरहेछौँ हामी। यहाँको दृश्य अवलोकन गरिरहेछौँ। सबैजना पहिला 2 चोटि 3 चोटि आइसक्नु भएको रहेछ। मेरो चाहिँ यो पहिलोचोटि थियो वृन्दावनको भिजिट। त्यही भएर मैले एकदम इन्जोय गरिरहेको छु। अब चाहिँ टिकटक बनाउने पालो आएको छ मेरो। म टिकटक बनाउनलाई खोजिरहेको छु, भिडियो खिची मागिरहेको छु। प्रकृतिले दिएको सुन्दर उपहार रहेको छ। यहाँ चाहिँ भाले मजुरको पङ्ख फिजाएर घुमिरहेको छ। यहाँ चाहिँ
यो मजुरले चाहिँ विभिन्न साउन्ड निकाल्दै कौँ कौँ गर्दै आवाज निकाल्दै उसको साथीहरूलाई बोलाउँदो रहेछ। एकदम मान्छे फ्रेन्डली हुँदो रहेछ यहाँको मजुरहरू। मान्छेहरूको छेउछाउ जाने, खानेकुरा माग्ने खालको प्रविधिको हुँदो रहेछ। उहाँ चाहिँ मजुरसँग यसरी खेलिराख्नु भएको छ। छेउमा जाँदा पनि मजुरले केही गर्दैन रहेछ। पखेटा फिजाएर खानेकुरा माग्दो रहेछ। बानी भएका हुँदो रहेछ यहाँका मजुरहरू पनि। सो क्युट, हेर्नुहोस् त। पछि हामी यहाँ हेरिसकेर अर्को ठाउँ जान खोजिरहेछौँ। बहिनीले चाहिँ साह्रो झगडा गरिरहेको थिए, मानेकै थिएन। अनि मम्मीले ढाडमा बोक्नुभयो। स्ट्रोलर त लगेको थियो तर स्ट्रोलरमा बस्नै मान्दिनँ। मम्मीसँग ढाडमै चढी। टोली चाहिँ कता हो अनि? प्रसाद खान हो? 2017 पछाडि 26मा आउँदाखेरि चाहिँ तपाईँलाई कतिको फरक? 20 देखि फरक त त्यस्तै हो, तर अलिक चिसो रहेछ अहिले। मौसम अर्ली आयो। हामी चाहिँ अप्रिल महिनाको आज कति तारिक हो? 26 तारिक होला। यहाँ चाहिँ टक्कै नास्ता खाने बेला भएको रहेछ। गाइजहरू पुस्तकहरू बेच्न राखेको रहेछ यहाँ। भागवत गीता, श्रीमद् भागवत गीता पनि छु। मलाई त कहाँ छुटाउनै भएन हैन गाइज। चाहिँ हामी फाइनली वृन्दावन घुमिसक्यौँ। अब चाहिँ घर फर्किन्छौँ गाइजहरू। अब हामी कहाँ जाने? घर जाने। अब चाहिँ हामी घुमिसक्यौँ। ओके बाई। उसको गाडी चाहिँ त्यो हो, मेरो गाडी चाहिँ यहाँ छ। 2 बजे हिँड्नुपर्छ है। र हाम्रो वृन्दावनको घुमाइ यस्तै भयो साथीहरू। हामीले फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ। मैले फोटो हजुरहरूसँग राखेकी छु, हेरिदिनु होला। यहाँ चाहिँ पछाडि दाजुभाइको दृश्य रहेको थियो। दाजुभाइले त्यस्तै पोज गरेर फोटो खिचिराख्नु भएको छ। अनि समस्त फ्यामिलीको हामीले फोटोहरू खिचायौँ, रमाइलो भयो, इन्जोय गऱ्यौँ। मैले सबै फोटोहरू हजुर समक्ष राखेको छु, हेरिदिनु होला। हाम्रो छोटो मिठो वृन्दावनको ट्रिप चाहिँ यहीँ सकिन लागेको छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला है त साथीहरू।
मैले लास्टमा भिडियो एन्ड चाहिँ गर्न बिर्सेछु। हवस् त साथीहरू, सबैजनामा न्यानो सम्झना मिठो माया भन्दै बिदा मागे। हवस् त, धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।